Hello, hi, good morning. Welcome to my vlog. आज चाहिँ हामी अब बर्दिवासमा छौँ। बर्दिवासबाट अब हामी खाना खाएर कता जाने हो विचार गर्दैछौँ। अहिले हामी यतै रुमतिर बसिहाल्छौँ। अब सुत्ने फ्रेस हुने लगभग अहिले बिहानको 5-6 बज्यो। ल अब चाहिँ हामी बिहान उठेर अब फ्रेस भएर चाहिँ अब हामी चिया नास्ता खान लाग्छौँ होइन। तपाईँहरू पनि खानु होला, हामी पनि खाँदैछौँ चिया नास्ता। अनि हामी चिया नास्ता खाएर चाहिँ आज सिन्धुलीगढी घुम्न जाने भनेर प्लान बनाएको छौँ। अब सिन्धुलीगढी घुमेर ट्याक्क आउँछौँ। अहिले चाहिँ हाम्रो नास्ता सुरु भइसकेको छ। अब खाना खाएर चाहिँ नि सिन्धुलीगढी घुम्न जाने भनेर चाहिँ हामी फिक्स गरिसक्यो। अब खाना खाने बित्तिकै हामी चाहिँ सिन्धुलीगढी गइहाल्ने हो। अहिले कति बज्यो भन्नु पर्दाखेरि 9:26 भयो। हामी चाहिँ 10 बजे ठ्याक्कै गाडी चढेर हामी सिन्धुलीगढी घुम्नलाई चाहिँ जाँदैछौँ। हामी अहिले चाहिँ बर्दिवासमा छौँ। बर्दिवासबाट जाने हो। हामी चाहिँ नन स्टप बर्दिवासबाट 2 घन्टाको यात्रा तय गरेर अहिले चाहिँ हामी सिन्धुलीगढीको मेन रोड गेटमा आइपुगेको छौँ। हामी चाहिँ ओर्लेर अहिले पाइनएप्पल खाँदैछौँ होइन। आन्टीले पाइनएप्पल राम्रोसित काटेर हामीलाई दिँदै हुनुहुन्छ। अब पाइनएप्पल चाखिहेरौँ, खाइहेरौँ, मजाक लाग्नुपर्छ। अब यसलाई अङ्ग्रेजीबाट चाहिँ पाइनएप्पल भनिँदो रहेछ, तर हाम्रो गाउँघरमा चाहिँ यसलाई कटर भनिन्छ। यो चाहिँ खाना एकदम स्वादिष्ट हुँदो रहेछ। मैले पहिलोपल्ट खाएको। यसले चाहिँ टक्क टुथपिनले ट्याक्क निकाल्ने, बिरु नुनमा टक्क चोप्ने अनि कप्प खाने, एकदम मिठो हुँदो रहेछ होइन। अब हामी खाएर अब त्यहाँबाट बाहिर निक्लिसकेका छौँ। हामी मेन रोडबाट भित्री रोडमा प्रवेश गरिसकेका छौँ। लगभग यो ठाउँमा पुग्न चाहिँ मेन रोडदेखि 1 किलोमिटर हिँड्नु पर्दो रहेछ। यो चाहिँ सिन्धुली जिल्लाको पहाडी क्षेत्रमा अवस्थित छ र यो काठमाडौँदेखि 150 मिटर टाढा पर्दछ। अनि यसको हाइट चाहिँ लगभग 4668। अहिले चाहिँ हामी सानो गढी घुमेर फर्किसकेको छौँ होइन। तपाईँहरूलाई युद्ध सङ्ग्रहालयको सम्पूर्ण जानकारी हजुरहरूलाई देखाइसकेर म चाहिँ फर्किसकेको छु। कृपया हजुरलाई भिडियो कस्तो लाग्यो? यदि हजुरहरूलाई भिडियो मनपर्छ भने लाइक, सब्सक्राइब र बेल आइकनमा टच। चल गाड़ी स्टार्ट कर। चल चप्पल छोड़। हम फर्स्ट स्टार्ट। हम फर्स्ट। गाड़ी चला अभी मजा आएगा ना भिड़ो। चलो तू समझा? हाँ नहीं तू समझा नहीं। समझ रहे हो आप? समझ रहे हो? फिर से आ गए रे बाबा, इधर जहर खाने का पैसा नहीं है। तू जा रे यार, तू कुछ कमाल है यार। कैसे लोग रहते हैं यार यहाँ पर। चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा, बता रहे हैं हम। बहुत दर्द हो रहा है भाई। ठीक है, ये बताओ कौन सा सब्जेक्ट अच्छा लगता है? कौन सब्जेक्ट अच्छा लगता है? बैगन। रुको जरा।